सो तपाईँ चाहिँ आज चाहिँ तपाईँ टिचरको प्रोफेसनमा हुनुहुँदैन थियो भने चाहिँ तपाईँ चाहिँ अर्को कुन चाहिँ प्रोफेसनमा चाहिँ तपाईँ हुनुहुन्थ्यो होला आज? पोलिटिसियन हुन्थ्यो कि नमस्कार सम्पूर्णलाई, तपाईँलाई स्वागत छ द अनफिल्टर माइकको नयाँ एपिसोडमा। र आज हाम्रो साथमा एकदमै स्पेसल गेस्ट हुनुहुन्छ र उहाँ हुनुहुन्छ मिस्टर विधान सुब्बाज्यू। र उहाँले सिक्किम गभर्मेन्ट कलेज रिनोकमा 2020देखि 2025सम्म प्रिन्सिपल इन्चार्जको भार सम्हालेर आइराख्नु भएको थियो भने, र उहाँ धेरैजना स्टुडेन्टको लागि सेल्फ मेन्टरसिप पनि दिँदै राख्नु भएको छ, र उहाँ मेरो लागि पनि एकदमै स्पेसल मेन्टर पनि रहनु भएको छ। र सर्वप्रथम सर, तपाईँलाई हामी स्वागत गर्छौँ यस अनफिल्टर माइकको एपिसोडमा। थ्याङ्क यू भेरी मच। हजुर सर, सर्वप्रथम त सर अब तपाईँ अब एज अ टिचर हुनुहुन्छ है सर। अब जहिले पनि सरले अब क्वेसन गर्ने र मैले एन्सर गर्ने गरेको छु सर। फर्स्ट अफ अल त म सर तपाईँलाई आज यसरी क्वेसन गर्नु पाइरहेको छु है। र फर्स्ट अफ अल त मलाई पुरा एक्साइटमेन्ट फिल भइरहेको छ सर। अन्त सर तपाईँले अब तपाईँको अलिकति हेल्थ इस्यु पनि अलिकति छ भनेर पनि सुने है सर, र पनि तपाईँहरूको हाम्रो रिक्वेस्टलाई एक्सेप्ट गरेर आज हामी बिचमा यसरी आइदिनु भयो। सो त्यसको लागि सर एकदमै तपाईँलाई धेरै धेरै धन्यवाद सर। थ्याङ्क यू। हजुर सर, अब तपाईँलाई त सबैजनाले एज अ प्रिन्सिपलको रूपमा, एज अ टिचरको रूपमा चिनेर आइराख्नु भएको छ है सर। सो सर, तपाईँ यो आफ्नो जुन चाहिँ प्रोफेसन छ होइन सर, जुन चाहिँ तपाईँको टिचर फिल्डमा हुनुहुन्छ, तपाईँ जुन चाहिँ तपाईँको प्रोफेसन छ त्योदेखि फाल्टु तपाईँको सर अब तपाईँले आफ्नो इन्ट्रोडक्सन दिनु पऱ्यो भने चाहिँ तपाईँले कसरी दिनुहुन्छ होला सर एज अ पर्सन सर? बिसाइड्स माई प्रोफेसन, पर्सनली मेरो प्राइभेट लाइफ हेऱ्यो भने चाहिँ आई एम भेरी एडभेन्चरस एन्ड आउटडोर काइन्ड अफ पर्सन। मलाई एडभेन्चरतिर जानु, ट्रेकिङ जानु, हाइकिङ जानु है, बाइकिङहरू जानु, त्यसरी आउटडोर एक्टिभिटिजहरू पुरा मनपर्छ। तर अब यो एज अ प्रिन्सिपलको बिकज अफ माई सेड्युल, बिकज द नेचर अफ माई जब, आई कुडन्ट डु द्याट नाउ। बट समहाउ आई हेभ स्टार्टेड माई टु लिभ माई लाइफ एज अ पर्सन आई एम राइट नाउ। आई गो फर समटाइम्स ट्रेकिङ, राइडको लागि जान्छु। इनफ्याक्ट अब एडभेन्चर डजन्ट मिन, आउटडोर डजन्ट मिन अन्ली ट्रेकिङहरू मात्रै होइन, इन द फिल्ड अफ नलेज अल्सो होइन। कुनै कुरा एक्वायर गर्नु, नयाँ कुरा पढ्नु, त्यसको बारेमा जान्नु, इनडेप्थ जान्नु, टु बी एडभेन्चरस हुन्छ नि। सो आई हेभ स्टार्टेड रिडिङ अल्सो राइट नाउ। एज अ टिचर, प्रिन्सिपलको प्रोफेसन हुँदाखेरि दिनभरि इन्गेज भएकै होइन, कलेजकै प्रब्लम आएकै, दिनभरि थाकेको, राति हामीले पनि अब रेस्टै गर्नु चाहिने, राति सुत्दाखेरि पनि भोलि कलेजकै प्रब्लम छ, सल्भ गर्नु कि नगर्नुपर्ने, 12 बजी पनि फोन आइरहेको होइन, कुनै के भयो अरे कुनै के भयो अरे भनेर। बिकज अफ अल दिस इन्गेजमेन्ट आई ह्याड एक्चुली मैले मेरो आफूलाई भुलिसकेको थिएँ। तर बिस्तारै नो आई हेभ स्टार्टेड लिभिङ माई लाइफ है, मेरो आई हेभ स्टार्टेड लिभिङ माई इन्ट्रेस्ट। अघि मैले भने नि, रिडिङ है, नोइङ थिङ्स, गोइङ फर हाइकिङ, गोइङ फर ट्रेकिङ, गोइङ फर अ राइड, इन्टरेक्टिङ विथ द पिपल। इनफ्याक्ट मैले त साथीभाइहरूसँग इन्टरेक्ट गर्नु पनि भुलिसकेको थिएँ। अहिले त क्यान्टिनतिर जान्छु, साथीभाइहरूसँग जिस्किन्छु, जोक्स गर्छु है, उनीहरूसँग हाँस्छु, बोल्छु, जिस्काउँछु, त्यो पनि भुलिसकेको थिएँ बिकज माई प्रोफेसन। आई वाज सो इनग्रोस्ड एन्ड इन्गेज। So besides that profession as a principal, I am that kind of person, outdoor and adventurous kind of person. As a person, I am very free. Oh, म एकदमै फ्री खाले मान्छे हो। आई डोन्ट लाइक टु बी बाउन्ड बाई एनिथिङ। त्यही कुराको मलाई बन्डेज चाहिँ नहोस्, जे कुरा नि मैले गर्नु पर्दा चाहिँ फ्रिली गर्नु पाओस्। इज अ बन्डेज, अब बन्डेज मेबी धेरै रिलिजनहरू भयो है, कास्ट, क्रिड, कम्युनिटीको बन्डेजहरू, त्यसले पनि बन्डेज चाहिँ नहोस्। त्यो खाले म फ्री खाले मान्छे हो। सायद प्रिन्सिपल हुनु साथ तिमीले मलाई ट्रान्सफर्मेसन पनि देख्यो होला होइन, कपाल पालिरहेको छु अलिकति होइन। त्यस्तो खाले मलाई एउटा फ्री खाले लाइफ मनपर्छ। आई एम अ फ्री पर्सन एन्ड आई एम भेरी काइन्ड पर्सन एट हार्ट, एन्ड आई अलवेज वान्ट टु डु अ राइट थिङ, राइचियस थिङ। त्यो चाहिँ अब मेरो आइडेन्टिटी चाहिँ त्यही हो। सरको अलिकति लाइफ मैले अब एज अ तपाईँ जुन चाहिँ अब प्रिन्सिपल पोस्टमा हुनुहुन्थ्यो सर, त्यतिखेर चाहिँ तपाईँको अलिकति प्राइभेट लाइफ पनि देखेको थिएँ सर। तब अलिकति भए पनि तपाईँ अलिकति बाहिरहरू पनि जानुहुँदैछ सर है, तपाईँ भ्लगिङहरू पनि गरेको देख्छु है सर, भिडियोहरू बनाएको देख्छु है सर। सो यो अनसर्टेन चेन्ज चाहिँ सर कसरी छ? आई अलरेडी ह्याड दोज थिङ्स इन मी। तर मेरो नेचरै हो त्यो। हजुर, त्यो मेरो नेचर, आई अलरेडी ह्याड दोज थिङ्स इन माई माइन्ड। तर अब प्रिन्सिपल भइसकेपछि चाहिँ देयर आर सर्टन रिस्ट्रिक्सन्स है। मान्छेले अब तिमीलाई अर्कै प्रकारले हेर्छ। मान्छे भने प्रिन्सिपल भनेको यस्तो हुनुपर्छ, टिचर भनेको यस्तो हुनुपर्छ भनेर चाहिँ मान्छेले बिहेभियरमा चाहिँ हेर्दैन कि, हामी बेसिकली एक्सपिरियन्स के अरे हाम्रो चाहिँ एपियरेन्समा हेर्छ नि। त्यो चाहिँ हुनु हुँदैन खासमा चाहिँ। यु सुड जज पिपल थ्रु बिहेभियर। मान्छेको बिहेभियर कस्तो छ त्योबाट जज गर्नुपर्छ। मान्छेले के भन्छ त्योबाट जज गर्नु हुँदैन होइन। मान्छेको हाउ दे एक्ट, उसको एक्टिभिटिज कस्तो छ, उसले के काम गरेको छ, त्यो चाहिँ फर्स्टमा स्टडी गर्नुपर्छ इफ यु वान्ट टु जज अ पिपल। तर अब हाम्रो कम्युनिटीमा चाहिँ, अब हाम्रो सोसाइटीमा चाहिँ त्यो खाले छ नि, थ्रु एपियरेन्स वी जज पिपल। अनि त्यसले गर्दाखेरि आई बिलिभ इन द्याट है। आई बिलिभ इन जस्तै अब कर्ममा बिलिभ गर्नु भन्छ नि, त्यस्तै हो, नट इन यर एपियरेन्सेस।
जस्तै तिमीले फर इक्जाम्पल हेऱ्यो भने अब्दुल कलाम आजादलाई त्यसै भन्दा भट्टु भन्नुपर्ने हो नि त यत्रो खबर पालिरहेको छ होइन तर ऊ त भट्टु होइन त्यसरी नै तिमीले हेर एकजना हिज एन के भन्छ अफ्रिकन हो कि साउथ अमेरिकन एउटा साइन्टिस्ट छ त्यो अफ्रिकन कि साउथ अमेरिकन साइन्टिस्टलाई तिमीले हेऱ्यो भने नि उसलाई चाहिँ ड्रग एडिक्टै भन्छ तिमीहरूले त्यो राष्ट्र फेरेन्सको यस्तो क्याप लगाएको डेड लक पालेको हुन्छ यत्रो लामो ब्यागी प्यान्ट लगाएको छ होइन भरे ऊ चाहिँ को रहेछ भन्दाखेरि चाहिँ हि इज डुइङ अ रिसर्च अन इन्क्रिजिङ द लन्जिटिभिटी लाइफ अफ ह्युमन बिङ्स अनि सक्सेस पनि भएको छ मान्छेको लाइफ चाहिँ कसरी इलोङ्गेट गर्न सक्छ भनेर एपिरियन्स हेऱ्यो भने त्यो हुन्छ सो वी सुड नेभर जज पिपल बाई देयर एपिरियन्सेस जस्तै फर इक्जाम्पल हामीले एउटा कथाहरू पहिले छौकेको कथाहरू पनि सुनेको थियो क्या हामीले छौकेल चाहिँ एकदिन हरे मासे अबि लुगा लगाएर चाहिँ एउटा उयसमा गयो अरे नि हो के भन्छ पार्टीमा गयो अरे मैला होइन अब सिम्पल कमन लुगा लगाएर जाँदाखेरि पोस्ट पनि दिएन अरे उसलाई उसको भल घर गएर उसको छौकेलको लुगा लगाएर आयो अरे हो त्यो अन्जु जस्तो भन्छ नि यत्रो लुगा त्यो लगाएर आयो अरे नमस्ते गर्दा पोस्ट दियो अरे उसलाई अनि उनीहरू भित्र पसेर चाहिँ त्यो खानाको दुइटै बोलमा चाहिँ हातको बाउलाई यसो डुबाएर बस्यो अरे सबैले तपाईँले के यसो गर्नुभएको महाराज किन यसो गर्नुभएको किन नखानु भएको भन्दा म खाँदिनँ यो मेरो लुगाले खान्छ भने अरे नि हो सो वी सुड सी द इन्नर भ्याल्युज इन ह्युमन बिङ्स है इनर भ्याल्युज देखेर जज गर्न सक्नुपर्छ मान्छेको क्वालिटी हेरेर मान्छेलाई जज गर्नु सक्छ जब मान्छेले क्वालिटी हेरेर सबै कुरामा हामीले जज गरेर उनीलाई त्यही खालको ट्रिटमेन्टहरू गऱ्यो भने आई थिङ्क सोसाइटी विल अल्सो ट्रान्सफर्म इट सेल्फ त्यस्तो लाग्छ मलाई अझ सानो यसमा कुरा एड गर्दै तिमीले अघि भन्यो नि होइन जस्तै अब सर सधैँ तपाईँले क्वेसन गर्नुहुन्थ्यो आज म क्वेसन गर्दैछु तपाईँले अब आन्सर गर्नुहुँदैछ अचम्म लाग्दैछ भन्दै थियो होइन त्यस्तै मलाई पनि सधैँ मैले तिमीलाई क्वेसन गर्दा तिमी नर्भस हुन्थ्यो होला कि तिमीले आज मलाई क्वेसन गर्दा म पनि नर्भस हुँदैछु हजुर सरले त्यो भन्नुभएको चाहिँ एकदम ठिक लाग्यो सर त्यो अब मान्छेलाई अहिले सोसाइटीको अब त्यस्तै छ नि त सर अब मान्छेलाई चाहिँ उसको अब एपिरियन्स कस्तो छ उसको लगावट कस्तो छ त्यसमै जज गरिन्छ नि त उसको क्वालिटी चाहिँ हेरिँदैन नि त है सर हजुर सर तपाईँ जब प्रिन्सिपल पोस्टमा हुनुहुन्थ्यो र जुन चाहिँ तपाईँ अहिले यो स्टेजमा हुनुहुन्छ होइन सर तपाईँले के डिफ्रेन्स फिल गर्नुभयो सर अब हुन्छ नि के सम टाइप रेस्ट्रिक्सनहरू पनि हुन्छ सर होइन अब तपाईँ प्रिन्सिपल हुँदाखेरि तपाईँले अब कति आफूलाई गर्नु मन लागेको कुरा पनि तपाईँ अब त्यो गर्न सक्नु हुँदैन किनकि तपाईँको पोस्ट चाहिँ त्यही खालको छ नि त सर होइन सो देयर इज अ डिफरेन्स बिट्विन प्राइभेट लाइफ एन्ड पब्लिक लाइफ सर है अब पब्लिकली चाहिँ मैले अब जति पनि मैले गर्नुपर्ने कुराहरू सोसाइटीको लागि गर्ने कुराहरू त्यो त मैले गरेँ देयर वाज नो रेस्ट्रिक्सन्स अन मी मैले राम्रो काम गर्नको लागि त खास रेस्ट्रिक्सन हुँदैन पनि नि त त्यति पनि मैले गर्नु पर्दा जुन चाहिँ मलाई त्यसमा रेस्ट्रिक्सन केही पनि लागेन एभ्री वान सपोर्टेड मी कसैले नगर पनि भनेन सबैले सपोर्ट गर्यो इनफ्याक्ट यु अल वेयर देयर होइन सबैले सपोर्ट गर्यो तर कतिवटा प्राइभेट हुन्छ नि अब प्राइभेट आफ्नो इन्ट्रेस्टहरू प्राइभेट लाइफहरूको चाहिँ रेस्ट्रिक्सन हुन्छ त्यो चाहिँ हुन्छ हजुर सर मैले अब यहाँ पोडकास्टमा आउनुभन्दा पनि अगाडि सर मैले कताबाट सुनेको थिएँ सर तपाईँको जुन चाहिँ चाइल्डहुड थियो सर तपाईँको लागि त्यो चाइल्डहुड एकदम स्पेसल छ भनेर सुनेको थिएँ त्यो चाहिँ होइन चाइल्ड त्यस्तो अब स्पेसल पनि होइन आई ग्रिभ अप एज अ अर्डिनेरी चाइल्ड है जस्तो अर्डिनेरी कमन चाइल्डहरू ग्रिभ हुर्किन्छ म त्यसरी नै हुर्किएको हो मेरोमा त्यस्तो स्पेसल त केही थिएन तर आई डोन्ट नो त सम हाउ इन एभ्री स्टेजेस अफ माई एकाडेमिक लाइफ नि आई एक्टेड एज अ लिडर स्कुलमा म प्रिफेक्ट थिएँ त्यहाँदेखि म नाम्ची के अरे एनपी नर्थ पोइन्ट दार्जिलिङ पढेँ त्यहाँ पनि म काउन्सिलर थिएँ विच इज अल्सो के अरे प्रिफेक्टै भन्छ तर त्यो काउन्सिलर भन्छ त्यहाँदेखि मैले मास्टर्स गर्नु गएँ मास्टर्समा पनि आई वाज एक्टिभली इन्भल्भ एज अ लिडर इनफ्याक्ट अब त्यहाँको एउटा स्टोरी पनि छ म त्यहाँनिर गएँ त्यहाँनिर चाहिँ अब एसएफआई कम्युनिस्ट त्यहाँनिर गभर्मेन्ट थियो तर कम्युनिस्ट गभर्मेन्टको स्टुडेन्ट युनियन पनि एसएफआई हुन्छ अनि अपोजिसन चाहिँ छात्र परिषद थियो त्यहाँदेखि म त्यहाँ जाँदाखेरि चाहिँ आई फेल कि हाम्रो यता हिल्सको कम्युनिटीको प्रब्लम पुरा रहेछ त्यहाँनिर है वी आर मार्जिनलाइज टाइपको मलाई लाग्यो आई डोन्ट अब आई वाज बिट एम्याच्योर एन्ड आई वाज इनएक्सपिरियन्स र भित्र कुरा मैले देखेको थिइनँ र अहिले पनि देखेको छुइनँ होला तर मेरो पर्सनल एक्सपिरियन्समा त्यस्तो लाग्यो आई थिङ्क वी सुड चेन्ज दिस भनेर चाहिँ मैले के गरेँ भन्दा चाहिँ अब त्यत्रो 35 इयर्सको एसएफआई रुल हुँदा चाहिँ मैले चाहिँ त्यहाँ त्यो सिक्किमबाट गएर अपोजिसन पार्टीबाट मैले नोमिनेसन गरेँ हो त्यहाँदेखि पुरा कन्ट्रोभर्सी भयो कन्ट्रोभर्सी हुँदाखेरि चाहिँ त्यहाँदेखि मैले त्यहाँ गएर उनीहरूलाई भनेँ होइन ठिकै छ आइएम रेडी टु विथड्र म विथड्र गर्छु तर हाम्रो यो हिल्सको एसोसिएसनलाई तपाईँले रेजिस्ट्रेसन दिनुपर्छ होइन त्यहाँदेखि उयो गर्नु त्यहाँदेखि हामीलाई फन्ड आउँछ युनियनको त्यो फन्ड पनि तपाईँहरूले दिनुपर्छ हिल रेस्टुरेन्ट एसोसिएसन र कुनै पनि प्रोग्रामहरू गर्दाखेरि हिल्सको तपाईँहरूले हल दिनुपर्छ भनेर भन्दाखेरि चाहिँ उनीहरूले यस हुन्छ हामी गर्छु भनेर भन्यो त्यहाँदेखि बाहिरको ठुल्ठुलो लिडरहरू इन्भल्भमेन्ट हुन्छ सबैजना आयो त्यहाँको ठुल्ठुलो बेङ्गोली युथ लिडरहरू आएर मलाई ओके विथड्र पनि गरायो मलाई एसएफआई पनि जोइन गरायो तर त्यो कुरा भएन पनि त्यहाँदेखि मैले त्यो कुरा छोडिदिएँ पनि अनि आई स्टार्टेड फोकसिङ अन माई स्टडिज तर एउटा कुरा चाहिँ यस्तो हो मैले लाइफमा चाहिँ आई डिड एभ्रिथिङ
जसले केहरू गर्नुपर्ने मैले सबै कुरा गरेँ तर एट द ब्याक अफ माइन्ड चाहिँ हाम्रो हुनुपर्छ कि यस आई सुड के अरे मेरो फ्युचर चाहिँ मैले बनाउनुपर्छ अनि मेरो फ्युचर चाहिँ एकाडेमिक्सै हो भनेर चाहिँ हामीले बुझ्नुपर्छ एकदमै जरुरी छ सो पढ्नुपर्छ त्यसको लागि हामी गोल हुनुपर्छ र त्यो गोलको लागि चाहिँ हामीले के चाहिँ गर्नुपर्ने त्यो कुराहरू चाहिँ एकदमै जरुरी छ त्यो कुरा हामीले गर्नु नै पर्छ त्यो नगरी चाहिँ हुँदै हुँदैन जस्तै इफ यु आर फुटबल खेल्नु मन छ भने तिमीले त्यसलाई एकदमै डेडिकेटेड भएर त्यहीपट्टि तिमीले गर्नु पऱ्यो त अरू कुराहरू पनि गर्नु पऱ्यो त्यसै कारण मलाई एकाडेमिक्समा मलाई के अब स्पेसल भन्दाखेरि नि क्लास 10को एक्जामहरूमा मैले क्लास 10 बोर्ड एक्जामको लागि मैले क्लास 10को जुन चाहिँ हाम्रो स्कुल एक्जाम हुन्छ त्यसमै पढिसकेको हुन्थेँ विन्टरमा पढ्थिनँ म एभ्री डे आई हेज टु कम एन्ड स्टडी इनफ्याक्ट नेपालीको कथा र इङ्ग्लिसको कथाहरू त मैले त किताब पाएको एक हप्तामै पढिसकेको हुन्थेँ होइन अन्त मैले ग्रेजुएसन गर्दा मान्छेले मलाई त्यही कारण मान्छेले भन्छ नि हार्डवर्क यसले त्यसै गर्यो भनेर भन्छ नि हुँदैन नि त्यो मान्छेले हार्डवर्क गरेकै हुन्छ र उसले लास्टमा सक्सेस हुन्छ हार्डवर्क गरेको छैन कुनै कुरामा सक्सेस हुँदै हुँदैन अनि अब त्यो कोही मिराकल त हुने कुरा आउँदै आउँदैन यो संसारमा हो त्यहाँदेखि मैले ग्रेजुएसनमा पनि मैले कहिले पनि मैले लास्ट मिनट सजेसन युज गरिनँ र कहिले पनि क्वेसन सिलेक्ट गरेर पढिनँ मनमा डर हुन्थ्यो मलाई यो पो आउँछ कि त्यो पो आउँछ कि त्यो डल्लै पढ्थेँ म साथीभाइले जाउँ खोला भन्दाखेरि पनि मैले चाहिँ एकछिन पर्खिल एकछिन म आउँछु भनेर पढिराखेर जान्थेँ बाउन्ड्रिज चाहिँ मेन्टेन गर्नु भएको आई न्यू किनभने मैले चाहिँ अब लाइफमा अघि बढ्नुपर्छ मेरो लागि अरू केही अप्सन छैन पढ्नु नै हो भनेर साथीभाइ पनि थियो साथीभाइसँग इन्जोय पनि गर्थेँ इनफ्याक्ट अब त्यहाँदेखि त्यस्तो भयो त्यहाँदेखि एमएमा त्यहाँदेखि ठक्कै नेट इक्जाम आयो नेट इक्जाम आउँदाखेरि मैले एउटा पढेको पनि थिइनँ साथीहरूले नेट इक्जाम बसौँ भने पार्ट 1मै गएको नेट इक्जाम गर्नु गएको र सबै सजिलो लाग्यो किनभने ग्रेजुएसनमा डल्लै कन्सेप्ट पढेको थिएँ एकै गोमा मैले पास पनि गरेँ नेट जेआरएफ मैले एमए पार्ट 1मै सकेको हो त्यहाँदेखि आई स्टार्टेड डुइङ रिसर्च फ्रम 2006 अनवर्ड्स 2006मा रिसर्च गरेको तर मैले रिसर्च पनि मेरो के भयो भन्दाखेरि चाहिँ दामी रिसर्च गर्छु म भन्ने हुँदा चाहिँ अहिलेसम्म तर्केँ अब तीनटा टपिकमा रिसर्च गरेँ मैले हो तर त्यहाँदेखि आइएम डुइङ नाउ राइट नाउ लास्टमा 4th टपिकमा पुगेको छु अहिले मैले म्युजिक एन्ड पोलिटिक्समा काम गरेँ अलिकति मैले म्युजिक एन्ड एथनिसिटीमा एथनिसिटी एन्ड पोलिटिक्समा काम गरेँ एथनिसिटी एन्ड के अरे यो ल्याङ्ग्वेज एन्ड पोलिटिक्समा काम गरेँ मैले अलिअलि होइन त्यसले गर्दा अब यत्रो लामो तन्क्यो तर अहिले चाहिँ म सक्नेमै छु फर्स्ट म डिग्री पाइहाल्छु भन्यो म सक्छु त्यहाँदेखि चाहिँ आई वर्क इन भेरियस अदर फिल्ड्स भनेर मैले सोचेको छु हो त्यस्तो हो हजुर सो तपाईँ एनबियुमै स्टडी गर्नु इनफ्याक्ट अब एउटा कुरा अब सानो होइन तिमीहरू बोल्दै भए पनि अब केटाहरू होइन मजा गर्छ मजा गर्नु मनपर्छ साथीभाइहरूसँग घुम्नु जानु मनपर्छ मजा भन्नु मतलब हाम्रो लागि अलिअलि हामीले ड्रिङ्कहरू पनि गर्छ तर ड्रिङ्क गर्दाखेरि पनि हामी चाहिँ पढाएकै कुरा गर्थ्यौँ ड्रिङ्क गरिसकेर पनि सरले त्यो पढाएको थियो नि त्यो भनेको थियो नि त्यो त होइन होला हौ त्यो त कसरी हुन्छ अन्त यस्तो छ त यो त भनेर त्यसरी क्वेसन्सहरू गरेर डिस्कस गरेकै गर्थ्यो हजुर शब्द पहिला आयो कि अर्थ पहिला आयो भन्ने कुरा चाहिँ ड्रिङ्क गरेर गरेपछि कहिले नै सकिने थियो अरू चाहिँ झगडा गर्छन् सर तपाईँहरू चाहिँ यस्तो डिस्कस गर्नुहुन्थ्यो हामी त्यसरी डिस्कस गर्छौँ ड्रिङ्क गरेको झन् फ्री हुन्छ नि त केही कुराको बर्न हुँदैन हामीलाई त्यो के अरे अब्स्टेकलै हुँदैन नि त डर पनि हुँदैन लाज पनि हुँदैन लोभ पनि हुँदैन अन्त चाहिँ आफूले त्यो मनमा आएको कुरा चाहिँ दिमागमा आएको कुरा भनेकै डिस्कस गरेकै हुन्थ्यो सो म त के भन्छु त देयर सुड नट बी अ लिमिट फर एभ्रिथिङ क्या यु हेभ टु एक्सप्लोर यर सेल्फ टु द फुलेस्ट एक्सप्लोर इभन इन द फिल्ड अफ थिङ्किङ अब जस्तै पढाइमा पनि सनासम्म सोच्नु सक्छ सोचेको गर्न अनि स्टडी गेनिङ नलेज इज अल्सो एन एडभेन्चर हो नि गएको गहिरो पसेको गर्नु पऱ्यो नि अलिकति पढ्यो त्यहाँदेखि यो त यो होइन यति रहेछ यसको अझै के होला भने अझै पढ्यो अझै यो के होला भने अझै पढ्यो अझै भित्र के रहेछ भनेर अझै पढ्यो सेल्समा पनि पुगेको छ अहिले हामी पढेर होइन साइन्टिस्टहरू अब सेल्सदेखि भित्र पनि जानु पऱ्यो नि सोच्नु म चाहिँ पक्ला भन्छ भन्नु चाहिँ सर अन्त यो भने फेरि मान्छेले भन्छ नि बेसी पढेर त्यो त बेसी पढेर पगला भएको अरे त्यो भन्ने चाहिँ के हो सर फेरि त्यो चाहिँ बेसी पढेर पनि पगला हुन्छ अरे बेसी पढेर तिमीले त्यसो भन्छौ कि तर मैले चाहिँ अहिलेसम्म संसारमा चाहिँ बेसी पढेर पगला भएको चाहिँ कोही देखेको छु तिमीले देखेको छौ मैले देखेको छुइनँ सर बेसी पढेर मान्छे चाहिँ ज्ञानी चाहिँ भएको देखेको छु राम्रो सक्सेस भएको देखेको छु बेसी पढेर पगला भएको मान्छे मैले कहीँ देखेको छु अरे ल साँच्ची भनेको त्यो मान्छेको त्यो हरेक कुराहरू त्यस्तो मिसिप गर्नु हुँदैन पढ्नुपर्छ जसले पढ्दैन त्यसले भन्छ नि त सर है यस्तो हजुर सर सर अब तपाईँले भन्नुभयो है तपाईँले आफ्नो मास्टरहरू पनि उता एनबियुमै गर्नुभयो है सर र सर हाम्रो जति पनि यहाँनिर नेपाली कम्युनिटी स्टुडेन्ट्सहरू छन् होइन सर जो चाहिँ बाहिर पढिरहेको छन् जो चाहिँ प्लेन्समा गएर एनबियुतिर पढिरहेको छन् है सर अन्त हाम्रो यता नेपाली कम्युनिटीले चाहिँ सर होइन त्यहाँनिर चाहिँ कस्तो च्यालेन्जेसहरू फेस गर्नुपर्छ सर त्यहाँनिर अब कल्चर डिफ्रेन्ट भएर या केही कुराले पनि उहाँले के च्यालेन्जेसहरू फेस गर्नुपर्छ सर बेसिकली एक्सपोजरै हो वी आर नट एक्सपोज टु दियर इफ वी आर नट एक्सपोज टु दियर कल्चर वी विल फेस प्रब्लम फेस गर्छ हामीले तर इफ वी आर अलरेडी एक्सपोज टु देयर कल्चर विल नट फेस एनी प्रब्लम्स एट अल
च्यालेन्जेस हामीले फेस गर्दैन मजाले मिलेर बस्नु सक्छ हामीले जस्तै त्यहाँकै नेपालीहरू सिलगढीमा बढेको हुर्केको होला केही प्रब्लम हुँदैन त्यही पनि त्यहाँ 2-3 वर्ष बसिसकेपछि तिमीलाई त्यो प्रब्लम सल्भ त्यहाँनिर तिमीलाई केही प्रब्लम हुँदैन हो किन भन त सो इट अल डिपेन्ड्स अन हाउ यु एडजस्ट एन्ड एक्सेप्ट इच अदर त्यो चाहिँ हुनुपर्छ हाम्रोमा एक्सेप्टेन्स चाहिँ हाम्रो हुनुपर्छ जबसम्म एक्सेप्टेन्स भएन भनेदेखि चाहिँ त्यो उनीहरूको कल्चर मात्रै होइन एक्सेप्टेन्स भएन भने त हामी यी पनि मिल्न सक्दैनौँ हो किन भन त हाम्रो हिल्सकै कम्युनिटी एकअर्कासँग पनि हामी मिल्न सक्दैन वी सुड एबल टु बी त्यही कारण अघि भने नि मैले हाम्रो चाहिँ मान्छे चाहिँ अब हामी पढेको लेखेको मान्छे भएर चाहिँ यो सबै कुरोबाट माथि उठ्नुपर्छ वी सुड बी फ्री वी सुड बी एबल टु एकोमोडेट एभ्री वान हाम्रो माथि बाउन्ड्रिजहरू हामीले राख्नु एनी काइन्ड अफ बाउन्ड्रिजहरू हामीले राख्नु हुँदैन आई बिलिभ अल दिस अब त्यस्तो लाग्छ मलाई चाहिँ यो च्यालेन्जेस चाहिँ सर आफ्नो क्यारेक्टरमै डिपेन्ड गर्छ आफू कस्तो पाराले आफू फ्रेन्डली हुन सक्यो त्यही पाराले आफ्नो त्यहाँको सिचुएसन चाहिँ हाम्रो प्रब्लम पनि अब त्यो हाम्रो त्यो उयो पनि होइन नि तिमीले भन्दै तिमीले बोल्दा भने काट्यो होइन त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अब त्यो हाम्रो नेगेटिभ पोइन्ट पनि होइन हामीलाई त्यो एक्सपोजरै भएको छैन नि त देयरफोर त्यो नेसनल इन्टिग्रेसन क्याम्पहरू गर्नु जरुरी छ होइन एकअर्कालाई एउटा कल्चरसँग इन्ट्रोड्युस गर्नु जरुरी छ कलेजतिर नेसनल इन्टिग्रेसन प्रोग्राम गर्नुपर्छ स्कुल्सतिर नेसनल इन्टिग्रेसन प्रोग्राम गर्नुपर्छ नेपाली मात्रै नाचेको गरेर पनि भएन नि त हामी नेपाली त हामीलाई याद छ नि त हो स्कुलमा गयो भने कुनै दिन प्रोग्राम हुँदा बङ्गाली नाच मद्रासी मराठीहरूको नाच पन्जाबी डान्सहरू गर पन्जाबी कल्चरको बारेमा भन हाम्रो इन्डिया हामी चाहिँ म्यापमा मात्रै देखाउँछ नि त होइन तर उनीहरूको कल्चर कस्तो छ स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम पनि त्यो पनि स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम एउटा ठुल्ठुलो स्कुल्सतिर ठुल्ठुलो युनिभर्सिटिजतिर कलेजतिर गर्छ तर हामी अब त्यो गर्नु सकेको छैनौँ होइन बिकज इट निड्स लट अफ एक्सपेन्डिचर्सहरू पनि पैसा लाग्छ जानु पऱ्यो 1 महिना पन्जाब गएर बस पन्जाबको 1 महिना यहाँनिर राख 1 महिना यहाँको बेङ्गलमा जाऊ 1 महिना उताको बेङ्गलको यहाँनिर ल्याऊ स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामहरू हुन्छ एकअर्कासँग हाम्रो इन्टरेक्सन्सहरू हुन्छ हामी मिल्नु सक्छ अहिले त बिस्तारै हुँदैछ होइन तर दिस थिङ यो कुरा मात्रै गर्दाखेरि मात्रै हो न त्यस्तो केही छैन कल्चरल हामीले एकअर्काको कल्चरल ग्याप भएर मात्रै हो हो अब कोही बेला अब त्यस्तो हुन्छ कोही बेला अब बदमासहरू त हुन्छ नि यहीँ पनि त हुन्छ बदमासहरू अहिले अब तिमीहरू यहाँ पढ्छौ होइन सिङतामको केटाकेटीहरू यहाँ आयो भने पनि यहाँको लोकलहरूले सिङतामको आएछ त्यसलाई म ठिक पार्छु झगडा पर्दैन पर्छ नि त यहीँ पनि त परिरहेको छ यी भित्र पनि झगडा हुँदैन ल मलाई त गान्तोकको केटाहरू आयो भने यहाँ रिनोको केटाहरू एक ग्रुप भएर गान्तोक केटाहरू निकै फुर्के हुँदैछ कि तिमीमा चाहिँ यो बनाउनु पर्छ है भनेर झगडा हुन्छ हुँदैन उँधो त झन् डिफ्रेन्ट कल्चर हो नि त त्यो त अन्त हो कि होइन भन त बिकज इट इज बिकज अफ द्याट उयो त्यस्तो त यी पनि हुन्छ नि त्यो सानो त्यो अब सानो मिसक्रिएन्ट्सहरू बदमासेहरू चाहिँ तर एज सच इन जेनरल चाहिँ त्यस्तो हुँदैन सोसाइटी इन जेनरल सोसाइटी चाहिँ त्यस्तो हुँदैन सर क्यारेक्टरमै डिपेन्ड गर्यो सर यो सबै कुरा चाहिँ सर क्यारेक्टर पनि अब क्यारेक्टर भन्दा पनि मैले भने त क्यारेक्टर भन्दा पनि ठुलो कुरो चाहिँ हाम्रो इन्ट्रोडक्सन भएको छैन हाम्रो एक कम्युनिकेसन भएको छैन त्यो गराउनुपर्छ सर सर अब तपाईँलाई हामीले अब अहिले त एज अ प्रिन्सिपल मात्रै देखिरहेको छौँ होइन सर एज अ टिचर मात्रै देखिरहेको छौँ सर सो तपाईँको सर चाइल्डहुड चाहिँ अब तपाईँको जुन चाहिँ स्टुडेन्ट लाइफ थियो है सर त्यतिखेर चाहिँ तपाईँ एकदम ब्रिलियन्ट स्टुडेन्ट हुनुहुन्थ्यो कि सर तपाईँ अब हुन्छ नि अरू स्टुडेन्ट जस्तै अलिकति क्लास बङ्क गर्ने है सर अलिअलि बदमास टाइपको हुनुहुन्थ्यो कि सर तपाईँ एकदम ब्रिलियन्ट स्टुडेन्ट हुनुहुन्थयो इन फिल्ड अफ एकाडेमिक्स सर आई डोन्ट नो एक्ज्याक्टली बट आई वाज भेरी मच इन्ट्रेस्टेड इन स्टडिज एन्ड गेनिङ नलेज सर म चाहिँ मेरो चाहिँ अब तिमीहरूलाई फ्रेङ्कली स्पिकिङ आई नेभर स्टडिड टु गेन 100%. मैले 100% पाउनु लागि कहिले पढिनँ मैले त्यो कुरा बुझ्नुको लागि पढेँ जहिले पनि के चाहिँ रहेछ यो भनेको भनेर होइन अन्त हाम्रोमा चाहिँ अब अलिकति हाम्रोमा त्यो इन्ट्रेस्ट भन्ने कुरा चाहिँ हुनुपर्छ होइन बुझ्नुको लागि नै पढ्नु कतिवटा कुरा त अब रट्नै पर्छ तर धेरै जसो कुरा चाहिँ हामी अब बुझ्नु पऱ्यो नि बुझ्नुको लागि पढ्नु पऱ्यो मार्क्स ल्याउनुको लागि मात्रै पढ्यो भने चाहिँ त्यो चाहिँ इट विल नट हेल्प यु इन द लङ रन यु सुड ट्रुली बी वाट यु आर स्टडिङ होइन तिमीले जे कुरा पढ्दैछौ तिमी त्यही नै हुनुपर्छ होइन इफ यु आर इन्टेलिजेन्ट भने यु हेभ टु बी इन्टेलिजेन्ट नट बिकज त्यो छोड्दै भएदेखि विल कम टु द्याट लेटर अन तर त्यो मैले जहिले बुझ्नुको लागि पढेँ मैले चाहिँ कहिले पनि मैले चाहिँ मार्क्स पाउनु लागि चाहिँ पहिला अब मैले एउटा मजाले रटेको भए मैले मार्क्स पाइहाल्थेँ नि तर त्यो होइन मैले किन चाहिँ भयो कसरी भयो के चाहिँ रहेछ कसरी चल्दो रहेछ भन्ने कुरा वाट वेन एन्ड हाउ इज भेरी इम्पोर्टेन्ट वाइ पढ्दाखेरि चाहिँ त्यो इम्पोर्टेन्ट हो त्यो हामीले याद गर्नैपर्छ अनि बिल्डिङ इन्ट्रेस्ट इज भेरी मच अब नि त स्टडिजको कुरा बिल्डिङ इन्ट्रेस्ट इज भेरी कुनै पनि कुरा इन्ट्रेस्ट हुने जस्तो फर इक्जाम्पल हामीले अब हेर ल क्लासमा त्यो अलिकति कुराहरू कुनै पनि क्लासमा तिमीले एउटा कुराहरू गऱ्यो के कुराहरू पढायो भनेपछि त्यो कुरा तिमीलाई यादै हुँदैन तर तिम्रो इन्ट्रेस्टको कुरा चाहिँ एउटा पिक्चर हेर त लु 3 घन्टाको पिक्चर कास्टिङदेखि लिएर सबै एन्डसम्म डायलगसम्म याद हुन्छ क्रिकेट हेर होल डेको म्याच डल्लै याद हुन्छ तर 1 घन्टा पढेको किन याद हुँदैन इट इज बिकज इन्ट्रेस्ट पढ्दाखेरि पनि त्यो इन्ट्रेस्ट लिएर यो के अरे
पोलिटिक्स भनेको चाहिँ के रहेछ भन्दा म चाहिँ अहिले पढौँ इन्ट्रेस्टतिर पुरा इन्ट्रेस्टतिर फोकस गरेर गयो नि याद हुन्छ त्यो के हो भनेर पढ्यो याद हुन्छ हुँदैन नि सो यु सुड बिल्ड द्याट इन्ट्रेस्ट पनि देयर आर सर्टन टेक्निक्स अल्सो खासमा एक्चुली हाउ टु रिड भन्ने टेक्निक्सहरू पनि हुन्छ वी जस्ट रिड ब्ल्याङ्कली पढ्यो होइन सो हाउ टु रिड भन्ने कुरा पनि आई थिङ्क वर्कसप हेज टु बी डन होइन त्यो काउन्सिलिङ प्रोग्राम्सहरू गर्नुपर्छ नानीहरूमा कतिवटा कुरा हामीलाई यादै छैन नि यहाँनिर हाम्रो त्यो स्टेजमा पुगेकै छैन हाम्रो सोसाइटी पनि अनि तिमीले भन्दै थियौ आई वाज नट अ ब्रिलियन्ट स्टुडेन्ट साथीहरूले चाहिँ फेरि राम्रो थियो पढ्नु थियो ज्ञानी थियो भन्छ मलाई अहिले पनि भन्छ मार्क्सहरू राम्रै ल्याउँथेँ मैले नराम्रो ल्याउँथेँ होइन तर इट इज नट जस्ट एबाउट ब्रिलियन्स है इट्स नट हार्ड वर्किङ इज भेरी इम्पोर्टेन्ट कतिजना मेरो साथीहरू फर्स्ट हुने साथीहरू छ तर अब उनीहरू अहिले त्यस्तो यो सक्सेस हुँदैन कतिजना सक्सेस भयो डिफ्रेन्ट फिल्डमा सक्सेस भयो आई वाज हार्ड वर्किङ स्टुडेन्ट अहिले म सक्सेस भएँ यता भएँ सो हार्ड वर्किङ तिमी जति नै बेड्नु भयो तिमीले काम गरेन भने नट बी सक्सेसफुल पर्सन होइन हार्ड वर्किङ इज भेरी इम्पोर्टेन्ट एजुकेसनको मोटिभ्स पनि टु गेन द नलेज हुनु पऱ्यो नि त सर मार्क्स भन्दाखेरि पनि बेसी टु गेन द नलेज हुनु पऱ्यो नि त एजुकेसनको मेन मोटिभ चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ मार्क्समा बेसी डिपेन्डेन्ट छ नि नट टु गेन द नलेज सर तपाईँले चाहिँ कस्तो मान्नुहुन्छ सर कि स्टुडेन्ट लाइफमा चाहिँ सर एकदम स्टुडेन्ट चाहिँ सिरियस हुनुपर्छ आफ्नो करियरसँग फोकस्ड हुन्छ नि सर त्यस्तो मान्नुहुन्छ कि या अलिअलि इन्जोयमेन्ट पनि होइन सर अलिकति बाहिर जानु साथीहरूसँग पनि टाइम स्पेन्ड गर्नु होइन सर अलिक इन्जोयमेन्ट पनि हुनु कस्तो तपाईँलाई चाहिँ कस्तो मान्नुहुन्छ सर स्टुडेन्ट लाइफको इक्जाम्पल चाहिँ के हुनुपर्छ होला सर दुइटै हुनुपर्छ अब यस्तो भनेको नि अब त्यो तिमीले चाहिँ अब भन्यो मान्छे स्टुडेन्ट लाइफमा चाहिँ स्टुडेन्ट पुरा सिरियस हुनुपर्छ कि इन्जोय मात्रै गर्नुपर्छ कि इन्जोय गर्नै हुँदैन भन्ने कुरा होइन नि यो अब यु आर सिरियस एट द सेम टाइम यु आर इन्जोइङ अल्सो होइन तिमी अब त्यो आफ्नो उयसमा ध्यान पनि अब आफू तिमीले पढाइ स्टडिजमा फोकस पनि गर्नु पऱ्यो तर तिमीलाई रिक्रेसन पनि चाहिन्छ त्यो रिक्रेसनको लागि तिमीले अरू कुराहरू पनि गर्नु पऱ्यो तर एट द ब्याक मान्छेको जहिले पनि दुईवटा माइन्ड हुन्छ नि होइन एउटा चाहिँ भित्र हुनु पऱ्यो भित्र म के गर्ने भन्ने कुराहरू अर्को चाहिँ एउटा बाहिरी हुन्छ होइन बाहिरी अनि त्यो भित्र एट द ब्याक अफ माइन्ड चाहिँ तिम्रो मेन स्टुडेन्टको मोटिभै के हो पढ्नु हो नि त होइन यु सुड बी फोकसिङ अन यर स्टडिज गर्नै पऱ्यो तर तिमीले रिक्रेसन पनि त चाहियो तिमीलाई अल टाइम स्टडी एन्ड नो प्ले मेक्स ज्याक्स डल बोय भन्छ नि त्यस्तै होइन हो अन्त रिक्रेसन पनि हुनुपर्छ इन्जोयमेन्ट पनि गर्नु तर एउटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ दुइटै बोथ गोस साइमल्टेनियसली खासमा बोथ गोस साइमल्टेनियसली एउटै हो दुइटा चिज एउटै नै हो त्यही कारण चाहिँ अहिले गभर्मेन्टले पोलिसीहरू बनाउँदैछ नि एनइपी सिसिई भनेर भन्दैछ नि इन्जोय गर्दै त्यो कुरा पढ्नुपर्छ इन्जोय गर्दै त्यो कुरा त पढ्यो भने त्यो कहिले भुलिँदैन तिम्रो त्यो क्यारेक्टर बनिन्छ त्यो नलेज चाहिँ तिम्रो क्यारेक्टर बनिन्छ तिमीले कुनै चिजलाई पनि हेर्दाखेरि त्यो नलेज लगाएर हेर्छौ मार्क्सिस चाहिँ इन्जोय गर्दै पढाउँदा तिमीले मार्क्सिस चाहिँ मजाले इन्जोय गर्दै पढाउँदा तिमीले भोलि तिमीले जे कुरा हेर्दा पनि त्यो मार्क्सिस पर्सपेक्टिभले हेर्छौ त्यो कुरा के मार्क्सिस तिम्रो दिमागमा आइहाल्छ त्यो इन्जोय गर्दै पढ्नुपर्छ एउटा त्यो प्रभाव चाहिँ मलाई साह्रो मनपर्छ त्यो होइन अघि मैले भने त्यो भने जस्तै त्यो प्रभाव चाहिँ के हुन चाहिँ मैले हेरेको थिएँ नथिङ लर्न बाई फोर्स स्टेज इन सोल भन्छ नि कुनै पनि कुरा फोर्सफुली सिकेको कुरा चाहिँ आफ्नो आत्मामा पस्दैन त्यो एकछिनको लागि मात्रै हो जुनै पनि कुरा चाहिँ फ्री भएर आफ्नो इन्ट्रेस्टले पढेको कुराहरू चाहिँ आफ्नो सोलमा बस्छ तिम्रो त्यो क्यारेक्टरै हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ अन्त सिसीमा पनि त्यही त हो खासमा त अहिले सिसीको कुराहरू त्यही हो नि त प्लेइङ लर्निङ थ्रु प्लेइङ जस्तै सानो इक्जाम्पल दिनु जस्तै ब्रुसले पहिला हामीले ब्रुसलीको पिक्चर हेर्थ्यौँ होइन ब्रुसलीको पिक्चरमा चाहिँ ब्रुसली चाहिँ उयो गर्नु जान्छ कुम्फू सिक्नु जान्छ होइन मास्टरकोमा सबैलाई चाहिँ कुम्फू सिकाउँछ मास्टरले ब्रुसलीलाई सिकाउँदैन भुइँ पुसाक गर्छ भुइँ पुसाएको गर्छ त्यहाँदेखि भित्की खिड्की पुसाएको गर्छ ब्रुसले चाहिँ हरेस खाएर चाहिँ मास्टरलाई दिन न्यु खोज्छ साला मलाई त यहाँनिर कुम्फू सिकाउनु बोलाएर काम लाउँछस् अरूलाई सिकाउँछस् म जान्छु म काम गर्दिनँ तेरो यहाँनिर भनेर भन्छ कि त्यति बेला मास्टरले चाहिँ नि उसलाई क्या खुट्टामा एक लात हिँड्दाखेरि चाहिँ उसले हात यसो गर्छ अर्कोपट्टि हिँड्दा पनि यसो गर्छ हात होइन त्यहाँदेखि गालामा यता हिँड्दा यसो गर्छ अर्कोपट्टि हिँड्दा यसो गर्छ त्यति बेला भन्दा छक्कै पर्छ बुझ्छ अरे मैले मास्टरले हिर्काएको रोकेँ भन्छ होइन त्यत्रो 2 वर्ष तँलाई यो काम गराएको चाहिँ मलाई चाहिँ काम गरेर तँलाई सिकाएको कुम्फू खेल्नु भनेर यसरी हात चलाएर हो यसरी हात चलाएर हात पनि डह्रो हुने उसको त्यो हात के भन्छ मेकानाइज हुन्छ त्यसरी चल्नु पढाइ पनि त्यस्तै हो स्कुलमा जति पनि तिमीलाई एक्टिभिटिजहरू गराउँछ कलेजमा एक्टिभिटिजहरू गराउँछ त्यो एक्टिभिटिज गराएकोहरू चाहिँ खासमा चाहिँ त्यो एक्टिभिटी गराएको होइन नि त्यो एक्टिभिटीबाट त्यो अरू कुराहरू सिकाइरहेको हुन्छ अन्त अननोइङली तिम्रो त्यो क्यारेक्टर बनिन्छ तिम्रो नेचर बनिन्छ तिम्रो ह्याबिट बनिरहेको हुन्छ स्कुलमा त्यो तिम्रो सफाइ अभियान गराउँछ किन गराउँछ सफाइ अभियान नै गर भनेको होइन नि त्यो
एउटा सिभिक सेन्स सिकाएको हो नि त भोलि दिनमा तिमीले गएर त्यो घरमा पनि गर्छौ गाउँमा पनि गर्छौ हो कि होइन डिबेट गराउनु भनेको मतलब त्यो डिबेटै गराएको होइन नि त्यहाँबाट तिमीलाई त्यो एकअर्कासँग त्यो डिस्कसन गर्नु होइन त्योहरू सिकाएको हो स्कुलमा जति पनि एक्टिभिटिजहरू हुन्छ त्यो एक्टिभिटीले तिमीलाई लाइफ लेसन्सहरू सिकाइरहेको हुन्छ हो कि होइन मतलब डिबेट एन्ड डिस्कसन्स आर भेरी इम्पोर्टेन्ट इन लाइफ म त त्यो चाहिँ मैले आफै बनाएको प्रभावै हो त्यो भन्दा नि त तिमीले वाट इज एक्सपेरिमेन्ट फर साइन्स डिस्कसन एन्ड डिबेट इज फर सोसियल साइन्स डिबेट चाहिँ हुनैपर्छ सर लाइक अब साइन्स नेचुरल साइन्स पढ्नुको लागि चाहिँ तिमीले एकदमै मजाले सिक्नुको लागि हो भने एक्सपेरिमेन्ट गर्नु बहुत जरुरी हो नि त सोसियल साइन्सको लागि चाहिँ एक्सपेरिमेन्ट गर्ने ल्याब छ सोसियल साइन्सको लागि चाहिँ एक्सपेरिमेन्ट भनेको चाहिँ डिस्कसन एन्ड डिबेट जति डिस्कसन एन्ड डिबेट गर्छौ त्यति दिमाग खोलिँदै जान्छ त्यति सिक्दै जान्छ त्यसले तिमीलाई तिम्रो कुरालाई काट्छ त्यहाँदेखि तिमीले उसको कुरा काट्छौ कार्ल मार्क्सले भन्छ नि थिएसिस सिन्थेसिस एन्टिथेसिस सिन्थेसिस एभ्रिथिङ इन दिस वर्ल्ड मुभ्स बिकज अफ डिबेट सबै कुरो संसारमा चाहिँ किन चल्छ भने डिबेटले गर्दा चलेको होइन अगाडि कसरी बढ्छ भन्दाखेरि एउटाले अर्कोलाई काट्छ अर्कोले अर्कोलाई काट्छ अर्को चिज भने त्यसलाई फेरि अर्कोले अर्कोलाई काट्छ अर्कोले अर्कोलाई काट्छ काट्दै यसरी मुभमेन्ट अगाडि हुँदै जान्छ नि होइन सो डिबेट एन्ड डिस्कसन इज भेरी इम्पोर्टेन्ट फर सोसियल साइन्स सर यो अन्त फेरि कतिजनाको भनाइ छ सर कि लाइफ बल्ल बल्लको लाइफ हो हाम्रो यसलाई इन्जोय चाहिँ गरिराख्नुपर्छ भन्छ सर है कतिले अन्त कतिले भन्छ सर फेरि यो एकपल्टको लाइफ हो यसलाई सिरियसली लिनुपर्छ एकदम फोकस्ड हुनुपर्छ भन्छ है सर अब यो यसमा चाहिँ तपाईँलाई कुन चाहिँ ठिक हो जस्तो लाग्छ सर दुइटै ठिक हो नि हाउ डु यु इन्जोय अब कुरा त्यो होइन इन्जोय भनेको चाहिँ हाम्रो मान्छेहरू त फेरि रक्सी खानु मात्नु हो कामै नगर्नु घुमी हिँड्नु त्यसलाई इन्जोयमेन्ट भन्छ नि त अन्त त्यस्तो होइन नि इन्जोयमेन्ट पोजिटिभ इन्जोयमेन्ट गर्नु पऱ्यो नि हामीले डेफिनेसन चाहिँ रङ बनाएको छ सर इन्जोयमेन्ट हाम्रो कन्सेप्टै रङ छ अरे इन्जोय मलाई फुल रोप्नु कस्तो मजा आउँछ त्यो रोप्दा अहिले सबै कुरो भुलिन्छु इन्जोयमेन्ट काम पनि भयो इन्जोयमेन्ट भयो कसलाई भात पकाउनु मजा आउँछ मजाले भात कसलाई किताब पढ्नु मजा आउँछ कसलाई पढाउनु मजा आउँछ सो कस्तो प्रकारले इन्जोय गर्ने त्यो हुन्छ अब तिमीहरूले चाहिँ अहिले चाहिँ के हाम्रो समाजले तिमीहरूले के बुझ्यो भने चाहिँ इन्जोय गरिराख्नुपर्छ भनेको मतलब चाहिँ खानु इन्जोय गरिराख्नु भनेको मात्नु ड्रिङ्क गर्नु पार्टी गर्नु त्यो होइन अनि इन्जोय अरे हेर न हिजो अस्ति फ्यामिली टुर गयो फ्यामिली साथीभाइ मेरै आफ्नो भाइहरू छ मेरै आफ्नै फ्यामिली आफ्नो नानीहरू छ म्याडमहरू छ मजाले गयो हामीले बर्थडे बनायो इन्जोयमेन्ट गरेँ त अन्त हो कि भन त डेफिनेसन चाहिँ एकदम रङ भएको छ सोसाइटीमा चाहिँ इन्जोयमेन्टको चाहिँ इफ डेफिनेसन इज रङ एभ्रिथिङ विल बी रङ तिम्रो कन्सेप्टै रङ छ भने सबै कुरो रङ हुन्छ पोलिटिकल साइन्सको लु तिमीलाई अब तिमी पोलिटिकल साइन्सको स्टुडेन्ट हो होइन वाट इज पोलिटिक्स भनेर बुझेको छैन भने जति नै थ्योरी कार्ल मार्क्सको पढ कि हेगलको पढ कि जे तिमीले केही बुझ्दैनौ सानो सिक्किमको पोलिटिक्स पनि बुझ्दैनौ हो कि होइन कन्सेप्ट चाहिँ मान्छेको क्लियर हुनु पऱ्यो नि माइन्ड वाट इज पोलिटिक्स भनेर चाहिँ तिमीले पोलिटिक्स भनेको चाहिँ हाउडे हो थर्ड क्लास गेम हो भनेर बुझेको छौ भने यस्तो दामी दामी कार्ल मार्क्सले लेखेको किताबहरू बुझ्छौ पोलिटिक्स बुझ्दैन सो यो कन्सेप्ट क्लियर हुनुपर्छ मान्छेको अन्त हाम्रो सोसाइटीमा पनि धेरैवटा यस्तो कन्सेप्टहरू छ जुन चाहिँ हामी गहिराइमा पसेको छैन गहिराइमा पसेर त्यो कुराहरू बुझ्नुपर्छ कन्सेप्टहरू बुझ्नुपर्छ त्यो प्रकारले हेऱ्यो भने अल्टिमेटली एभ्रिथिङ इज के भन्छ एभ्रिथिङ विल कम टु लाइन तिमी एनलाइटेन्ड हुन्छ खासमा ठिक रहेछ यो त यस्तो हुनुपर्ने रहेछ भनेर सरको चाहिँ सर तपाईँले पहिल्यैदेखि टिचरै हुन्छु एज अ प्रोफेसन टिचरै चुज गर्नु भएको थियो सर कि तपाईँ अब तपाईँको अनसर्टेन भयो सर यो प्रोफेसन अनसर्टेन पाराले पस्नुभयो कि सर तपाईँले पहिल्यैदेखि सोच्नु भएको थियो एज अ टिचरै म अनसर्टेनै हो अनसर्टेन तर आई वाज एट द ब्याक अफ माइन्ड चाहिँ मात्रै आई वाज नलेज हाम्रै नै हो पढ्थेँ मजाले पढ्थेँ केही गर्नुपर्छ भने चाहिँ थियो मेरो माइन्डमा फ्रेङ्कली स्पिकिङ केही गर्नुपर्छ भन्ने चाहिँ थियो त्यसले गर्दाखेरि चाहिँ अब मैले राम्रो पढेँ होइन त्यो राम्रो पढेकोले गर्दाखेरि आई गट अपर्च्युनिटी अल्सो त्यति बेला नेट पास गर्ने सायद थिएन पनि होला 2005को कुरा हो एमए पार्ट 1 एनबियूमा त रेकर्डै होला एमए पार्ट 1 नै नेट र जिआरएफ पढ्ने त मैले गरेँ आई डोन्ट नो त्यति बेला त्यसो भन्थ्यो अहिले बात छ होला अहिले सो तपाईँ चाहिँ आज चाहिँ तपाईँ टिचरको प्रोफेसनमा हुनुहुँदैन थियो भने चाहिँ तपाईँ चाहिँ अर्को कुन चाहिँ प्रोफेसनमा चाहिँ तपाईँ हुनुहुन्थ्यो होला आज तपाईँलाई के लाग्छ सर आई थिङ्क आई वुड बी इन बिजनेस हजुर सर पोलिटिसियन हुन्थ्यो कि सरलाई लाग्छ सर इन्ट्रेस्ट लाग्छ सरलाई पोलिटिक्समा लाग्दैन मलाई पोलिटिक्समा इन्ट्रेस्ट लाग्दैन तर के चाहिँ गर्नु चाहिँ मनपर्छ समाजको पोलिटिक्समा नपसिकन नि के चाहिँ गर्नुपर्छ हामीले रिलेटेड टु समथिङ नाम एउटा मान्छेको हुनुपर्छ इज्जत हुनुपर्छ केही गरिराखौँ भन्ने त्यो चाहिँ म एट द ब्याक अफ माइन्ड चाहिँ छ मेरोमा नट नेसेसरली थ्रु पोलिटिक्स मैले बहुत गरेको छु नि मैले भनेको पो छुइनँ त होइन अब अहिले यहाँनिर आयो मैले एकजना यहाँनिर त्यति बेला आराका
किन्ने त्यो मसिन हुन्छ नि यस सर त्यो आरा काट्ने मसिन अहिलेको त्यो लाइसेन्स पनि पर्थेन 56,000 मा मैले एउटा मान्छेलाई किनिदिएको यहाँनिर सो त्यो आरा काटेर खाँदैछ तर मैले यति हो तर मैले गिभ एन्ड टेक वालाले गरेँ उसलाई मैले त्यो फ्रीमा दिन 56,000 को मलाई काटिदियो भने उसले 50 किबी 56 किबी मलाई काटिदियो डल्लै मेसिन उसले लग्यो अहिले उसले गरी खाइरहेछ उसलाई पनि हेल्प भयो नि त सर उनीहरू कतिजना अब नानीहरूलाई हामीले यहाँनिर लुगाहरू किनेर फिजहरू दिएर कति गरेको एकजनालाई मैले त्यो अब त्यो के अरे हतियार बनाउँछु नि आरन के भन्छ आरन आरनमा त्यो सानो मेसिन खर्र कुद्ने हुन्छ नि त्यो मैले उसलाई घरमा हँसिया खुकुरी चाहिएको थियो हँसिया खुकुरी मैले मागेँ उसलाई त्यो किनिदिएँ उसले चलाइरहेको छ अहिले दिस वे अल्सो वी क्यान हेल्प पिपल तिमीहरू राम्रो आफ्नो म चाहिँ त्यो भन्छु कि आफ्नो प्रोफेसन चाहिँ डेलिजेन्टली र सिन्सियरली अनेस्टली गऱ्यो भने त्योभन्दा ठुलो सोसल वर्क केही पनि होइन बाहिर गएर त्यो एक्स्ट्रा काम गर्नु पर्दैन नि अरे मलाई यहाँनिर पढा भनेर पैसा दिएको पछि मैले दामीसँगले पढाइदिउँ न तिमीलाई राम्रोसँगले गाडी गरेर सुन्नु राम्रो गाडी गरेर त्यही त सोसल वर्क हो होइन आफ्नो काम चाहिँ गर्दैन बाहिर गएर कति के अलिकति एउटा दिएर ठक्कै फोटो खिच्यो त्यो होइन नि त सर सबैजनाले आफ्नो काम राम्रो गऱ्यो भने सोसाइटी आफै ट्रान्सफर्मेसन हुन्छ आफै चेन्जेस हुन्छ एक्स्ट्रा केही गर्नु पनि पर्दैन अनेस्टी एन्ड डेडिकेसन इज भेरी अनेस्टी पनि एउटा इम्पोर्टेन्ट कुरा हो इन्टरभ्यू हुँदाखेरि चाहिँ हामीले त्यो चाहिँ टेस्ट गर्नुपर्ने हो खासमा अहिलेको जमानामा सबै ज्ञानी छ सबैजना ब्रिलियन्ट छ तर अनेस्ट मान्छे पाउँदैन होइन 100% सबसे महँगो चाहिँ अनेस्ट मान्छे नै भएछ है सबै चिजभन्दा महँगो चाहिँ सर डक्टरको 100% डक्टरले पायो अरे तर उसले अनेस्टली काम गर्दैन भने होइन सबैजना ब्रिलियन्ट छ अहिले त तर अनेस्ट छैन इन्जिनियर्सले राम्रो ज्ञानी इन्जिनियर छ तर डिसअनेस्टली काम गरेर पुलै बम्मा 1 वर्षमा मचाइदियो भने हो कि होइन भन त अनेस्टी इज भेरी इम्पोर्टेन्ट अहिलेको जमाना चाहिँ त्यही कारण हाम्रो कलेजेसमा युनिभर्सिटीमा अहिले चाहिँ मोरल साइन्स पढाउँदैछ मान्छेहरूलाई ठुल्ठुलो मान्छेलाई चाहिँ मोरल साइन्स पढाउनु पर्ने भन्ने कुरा सकेन आइएएस आइपिएसलाई धरि सिकाउँछ मोरल साइन्स गराउँछ पास गरिसकेपछि अनेस्टी इज भेरी इम्पोर्टेन्ट अहिले सबैजना ब्रिलियन्ट छ नि त सबैको खानु नुहाउनु राम्रो छ सबैले प्रोटिन पाएकै छ सबैले न्युट्रिसन पाएकै छ सबैले नलेज एक्सेसेबल छ सबैलाई जसले पनि पढ्नु पाए हो किन भन त एभ्री वान इज इन्टेलिजेन्ट एभ्री वान इज नलेजेबल तर त्यो मान्छेको आफ्नो त्यो चाहिँ इम्पोर्टेन्ट त्यो चाहिँ नलेज अनेस्टी भन्ने कुरा चाहिँ हो सर अब अहिले भनाइ छ है अहिले जुन चाहिँ हामी 21st सेन्चुरीमा हामी बाँचिरहेको छौँ यहाँ एकदम बेसी कम्पिटिसन छ अहिले है सर हामी युथहरूको लागि पनि र जो अब आफ्नो करियर बनाउन चाहन्छ उनीहरूलाई एकदम बेसी कम्पिटिसन छ पढेको मान्छे एकदम बेसी छ भन्ने पनि छ है सर खासमा चाहिँ सर कम्पिटिसन रियलीमै छ सर अहिले एकदम त्यति टफ कम्पिटिसन छ सर तपाईँलाई के लाग्छ सर त्यसमा चाहिँ साँच्चै नै कम्पिटिसन छ होला र हजुर किनकि सर यो 21st सेन्चुरीमा चाहिँ अब सबै पढेको मान्छे छ नि त सर अन्त अब जबहरू पाउनु पनि साह्रो पर्छ पनि भन्छ भनाइ त त्यही छ सर सोसाइटीमा होइन सर अब गार्जियनले पनि त्यसै भन्नुहुन्छ आई डोन्ट थिङ्क अब देयर इज अ कम्पिटिसन एज सच कि त्यस्तो कम्पिटिसन झन् त छ पनि प्र्याक्टिकल कम्पिटिसन देयर इज लट्स अफ कम्पिटिसन विथ रिगार्ड जबसँग गभर्मेन्ट जब मात्रै हेऱ्यो भने चाहिँ कम्पिटिसन बहुत छ अब त्यो गभर्मेन्ट जबमा हेऱ्यो भने चाहिँ कम्पिटिसन बहुत सेचुरेसन पुगेको छ तर अब त्यो बाहेक अरू पनि देयर आर लट्स अफ एभेन्युज वेयर वी क्यान गो वेयर वी क्यान वर्क होइन त्यसको लागि चाहिँ अब हाम्रो काउन्सिलिङ हुनु बहुत जरुरी छ होइन त्यसमा हामीले प्राइभेट इन्स्टिट्युट्सतिर काम गर्नु सक्छ फरेनतिर पनि गएर काम गर्नु सक्छ तर एउटा कुरा चाहिँ यस्तो हो जब हामी इफ यु आर एक्सेलेन्ट इन यर फिल्ड भने चाहिँ कम्पिटिसन चाहिँ छैन है यु इजिली गेट अ जब अनेस्ट छ आफ्नो फिल्डमा एक्सिडेन्ट छ भने चाहिँ काम पाउँछ तर अब हामी मेडियोक्योर भयो होइन अन्त यु आर नट वर्किङ हार्ड भन्यो भने चाहिँ यस देयर इज कम्पिटिसन त्यस्तो पनि लाग्छ मलाई जसले केही कुरा एचिभ गर्नु रियली आफ्नो सोलबाट चाहँदैछ भने उनीहरूलाई चाहिँ कम्पिटिसन चाहिँ छैन भन्नु शाहरुख खानले एउटा भनेको छ नि अगर तुम किसी चीज को पूरी दिल से चाहोगे तो पूरा कायनात उस जानने में लग जाता है भन्छ नि त्यस्तै हो सो इट्स लाइक दैट हामीले चाहिँ के कुरालाई चाहिँ अब डिजायर चाहिँ हुनु पर्यो सर पाउने चाहिँ सर डिजायर हुनुपर्छ यु हेभ टु वर्क हार्ड रियली हार्ड त्यसो गऱ्यो भने चाहिँ आई डोन्ट थिङ्क देयर इज अ के अरे अब हाई कम्पिटिसन है सर त्यस्तो कम्पिटिसन छ जस्तो लाग्दैन हजुर सर तपाईँले यत्रो लाइफ टाइममा सर है तपाईँले चाहिँ एकदम बेस्ट लेसन चाहिँ के सिक्नु भएको छ सर कसैले भन्नुभएको या आफै रियलाइज गर्नुभएको सर एभ्री फेसमा एक एकवटा लेसन्स आउँछ एभ्री उयसमा एक एकवटा लेसन्सहरू आउँछ है एभ्री एक्सपिरियन्स अ लेसन फर मी एभ्री प्रब्लम एभ्री च्यालेन्ज इज एक्सपिरियन्स फर मी भन्छ कतिवटा कुरामा चाहिँ त्यसै विषयमा बेसी बाठे भएर प्लाट्टै बोलिहाल्नु पनि हुँदैन भन्ने कुराहरू पनि त्यस्तो पनि लाइफबाट सिकिन्छ होइन अब त्यस्तै सिम्पल थुप्रो त्यस्तो सिम्पल कुराहरू नै
इट इज अ लेसन अब डरलाग्दो हुनुपर्छ नि छैन सानो कुराले मान्छेको होल लाइफ बिगारिदिन्छ नि सिम्पल कुरा त्यस्तो कुरा लेसन्सहरू त थुप्रै छ नि हाम्रो लाइफमा थुप्रै छ लाइफ इज इट्सेल्फ अ लेसन लाइफ इट्सेल्फ इज अ लेसन सर अब हाम्रो लाइफ कुनै पनि कुरालाई इजी टेक गर्नु हुँदैन भन्ने कुरा लेसन्सहरू पनि सिकेको छु मैले लाइफमा होइन यु सुड बी भेरी सिरियस विथ यर लाइफ लाइफलाई इजिली नलियो भन्ने कुरा पनि लेसन नै हो अनि यु सुड बी भेरी पेसेन्ट कुनै पनि कुरामा पेसेन्स हुनुपर्छ भन्ने कुरा पनि लेसन्स हो त्यो पनि मैले सिकेको छु लाइफमा थ्रु एक्सपिरियन्सै सिकेको तर मान्छेले आफूले यो कुराहरू आफ्नो दुःखहरू भयो होइन आफ्नो प्रब्लम्सहरूबाट चाहिँ लेसन्स लिनु सकेन रियलाइज गर्नु सकेन भन्यो भने चाहिँ अब त्यो चाहिँ अब के भन्छ त्यस्तो गर्नु सकेन भने त यु विल नेभर लर्न अ लेसन इन लाइफ यु विल नेभर ग्रो यु विल नेभर बी मेच्योर त्यो कुरा चाहिँ हामीले अब ग्रहण गर्न सिक्नुपर्छ हामीले त्यसलाई एक्सेप्ट गर्न सिक्नुपर्छ सानो लेसन्सहरू थुप्रै यसरी पाएको छु नि अल दोज थिङ्स हेभ हेल्प मी इन माई लाइफ अब टु बी वाट आई एम टुडे है एकदमै बेसी एरोगेन्ट भएर होइन त्यस्तो हुनु हुँदैन रहेछ भन्ने लेसन्सहरू मैले पाएको छु लाइफमा यस्तो हुन्छ सर मैले अब सुन्दाखेरि तपाईँको लभ म्यारिजै भएको छ है सर अन्त सर अब कतिजनाको भनाइ छ है सर कि यो जुन चाहिँ रिलेसनसिप छ है सर यो चाहिँ एकदम करियर बनाएर मात्रै पछाडि मात्रै रिलेसनसिपमा फोकस गर्नुपर्छ भन्ने एउटा भनाइ छ है सर सो यसलाई तपाईँ के मान्नुहुन्छ सर यसलाई सँगसँगै रिलेसनसिप र यो जुन करियर छ है सर एउटा ग्रेट पार्टनर पाइनेलाई अब मेन्टेन गरेर लानु सकिन्छ सँगै सोच्नुहुन्छ कि या यो रिलेसनसिप चाहिँ आफ्टर करियर मात्रै हो होइन त्यस्तो होइन समटाइम्स your relations your partner will help you to grow in fact होइन एउटा भनाइ पनि छ नि त behind every successful man there is a woman भन्छ त्यस्तै हो नि त अन्त अमिताभ बच्चन पहिल्यै दिवाला भएको थियो त अन्त अहिले फेरि करोडपति भएर भनेर होइन त्यो निता अम्बानीहरू नि के अरे अम्बानीहरू पनि एकपल्ट जिरोमा आएको बिहा गरेकै मान्छे बिहा गरेर मात्रै पनि होइन नि त क्यारियर बनाइसक्यो अरे क्यारियर बनाइसकेर रिटायरमेन्ट हुइन्जेलसम्म पनि त तिम्रो त्यो त ग्रोइङ फेस हो नि त होइन अब क्यारियर बनाइसकेर बिहा गरिसकेपछि चाहिँ त्यहाँदेखि मान्छे जिरो हुनुपर्ने त जस्तै म बिहा सपोज म त्यस्तो म मान्दिनँ त्यो चाहिँ इट क्यान गो टुगेदर कम्प्याटेबली मेरो म्याडम हेर म्याडम हामी बिहा गरिसकेर पिएचडी गरेँ त म्याडमले म पनि गर्दैछु त पिएचडी म्याडम बिहा गरिसकेर म्याडम रेगुलर भयो त अन्त त्यसरी मैले पनि कतिवटा प्रोग्रेसहरू गरेको छु त्यो केयर त्यसले हेल्प त्यस्तो त्यो इट डजन्ट म्याटर इट इज अल अब त्यो भनेर चाहिँ आफ्नो आफ्नो के भन्छ मान्छेको उयो हो त्यो नजरिया आफ्नो क्यारेक्टर हो त्यसले गर्दा राइट पार्टनर चाहिँ चुज गर्नु सक्छ कोही बेला त तिमी अन्त सबै एस्टाब्लिस भइसकेर बिहा गरिसकेर फेरि सबै कोलाप्स भएर जिरो हुन्छ होइन सो इट अल डिपेन्ड्स अन यर दिस थिङ पार्टनर कस्तो खाले छ भनेर है एउटा त्यो उयो के अरे एउटा भनाइ पनि छ नि त्यस्तै प्रोभमा के अरे 70% अफ यर ह्याप्पिनेस इज डिसाइडेड बाई हुम यु म्यारी भन्छ नि त्यो पनि हो कि तर अब हुम यु म्यारी भने त्यो बिहा गर्यो भनेर चाहिँ होइन होइन बिहा गरियो त्यो रिलेसनले गर्दा बिग्रिन्छ भन्ने चाहिँ होइन त्यो मान्छे कस्तो छ त्योबाट चाहिँ हो सो तिमीलाई जहिले पनि त्यो के अरे आफ्नो लाइफ पार्टनरले तिमीलाई जहिले हेल्प गरिरहेको हुन्छ हामीलाई त एकअर्कालाई पुरा सपोर्टिभ थियो अहिले हेल्प भयो हामी प्रोग्रेस गरिरहेको छु त अहिले पनि होइन त्यस्तै मैले तिमीलाई भने त कतिजना त अब कतिवटा त अब होल लाइफ इज अ प्रोग्रेस नि त रिटायरमेन्ट भइसकेर पनि रिटायर भइसकेर त्यसको बादको लाइफहरू पनि मान्छे कति प्रोग्रेस गर्छ जस्तै फर इक्जाम्पल अब तिम्रो के अरे थियो कतिजनाले कति लेट स्टार्ट गरेको भन्छ यो केएफसीको त 68 इयर्समा स्टार्ट गरेको अरे 68मा झन्डै वर्ल्डको रिचेस्ट जस्तै आइरहेछ त्यस्तो उसले बिहा त 30-40मै गरेको होला त होइन तर पनि क्यारियर बन्ने त बिहा गरेर उसको बनेन सो इट इज लाइक द्याट नि सो आई डोन्ट बिलिभ कि त्यो चाहिँ हुँदैन इनफ्याक्ट प्र्याक्टिकली गभर्मेन्ट हाम्रो इन्डियन गभर्मेन्ट सिक्किमको मात्रै हामीले के अरे सिचुएसन हेऱ्यो भने त डेमोग्राफिक प्याटर्न हेऱ्यो भने त झन् गभर्मेन्टले छिटो बिहा गरौँ भन्दैछ किनभने हाम्रो पपुलेसन घटेकै छ हो दोज थिङ्स अल्सो हेज टु बी टेकन इन्टु कन्सिडरेसन होइन पपुलेसन घटेको कारण त्यो नि क्यारियर ओरिएन्टेड भयो क्यारियर ओरिएन्टेड भयो अनि हामी बिहा गर्दाखेरि दुईजनै एडकमा थियो म्याडम र म अब मेरै कुरामा त्यो कुरा निस्क्यो भनेर भनेको एडकमा थियो स्यालेरी कति पनि थिएन 12,000 स्यालेरी थियो हामीले मजाले मेन्टेन गऱ्यो त अन्त पार्टनर चाहिँ राइट हुनुपर्छ लाइफ चाहिँ त्यो चाहिँ इम्पोर्टेन्ट हो लाइफमा के प्रब्लम चाहिँ हुँदैन सर करियरमा के प्रब्लम केटीलाई पनि गल्ती दिनु हुँदैन केटालाई पनि गल्ती दिनु हुँदैन क्यारियरलाई पनि गल्ती दिनु हुँदैन रिलेसनलाई पनि गल्ती दिनु हुँदैन मान्छे चाहिँ कस्तो छ अब त्यो चाहिँ इम्पोर्टेन्ट हो सर पहिला तपाईँ बाहिर पनि पढ्नु भएछ है सर सरको पहिलाको साथीहरूसँग सर तपाईँ अहिले पनि कन्ट्याक्टमा हुनुहुन्छ छु त हजुर
तपाईँहरू भेट्दाखेरि चाहिँ सर कस्तो पाराले चाहिँ तपाईँहरूको इन्टरेक्सन हुन्छ सर अब तपाईँहरूको प्रोफेसनहरूलाई होइन सर तपाईँहरू सबैजना अब आफ्नो साइडमा राखेर तपाईँहरूको टक हुन्छ कि अब यहाँ मिटअप हुन्छ कि हुन्छ राम्रो मिल्ने साथीहरू भेट्दा त अब तिमीहरू कलेजमा बिहानै भेट्दा हात मिलाउँछ अङ्गालो मार्छ त्यस्तै हो यसो भित्र त हामी त्यही हो नि त होइन यसो त्यसरी नै भेट्छ कस्तो छस् के छस् ठिकै छस् अच्छा मजाले भेट्छ त्यस्तो हुन्छ लाइफ कस्तो चल्दैछ भन्यो गफ गऱ्यो त्यसरी भेट्छौँ हामी अहिलेको सर अब हाम्रो एजको फ्रेन्ड सर्कल हेर्नु पर्दाखेरि चाहिँ सर अब अहिले कल हुन्छ होइन सर अब 20 रुपियाँ 30 रुपियाँ 100 रुपियाँ 200 रुपियाँ जिपेमा चाहियो यस्तो इमर्जेन्सी पऱ्यो यस्तो पऱ्यो भन्ने खालको हुन्छ होइन सर अब तपाईँहरूको पनि सर त्यस्तो खालको अब साथीहरूले प्रब्लम हुँदा सम्झिने होइन सर अलिकति अब एकदमै क्लोज टाइपको पनि हुनुहुन्छ सर त्यस्तो त्यतिसम्मको अब क्लोज छ त्यस्तो साथीहरू हुन्छ है सर अब आफ्नो एकदमै मिल्ने साथीहरू छ भने चाहिँ हेल्प गरौँ भन्ने हुन्छ नि हुन्छ मनमा हुन्छ नि आफूलाई पनि खुसी लाग्छ हुन्छ साथीलाई हेल्प गरौँ मैले कसै गर्दाखेरि त्यसलाई राम्रो हुन्छ नि म गरौँ त्यो मौका पाएँ भने त मेरो लागि राम्रो हो भन्ने हुन्छ 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 सो तपाईँलाई एकदमै थ्याङ्क यू सो मच है सर आजको हाम्रो यो पोडकास्टमा तपाईँ जोडिदिनु भएकोमा र अन्तिममा सर एज अ मेन्टर होइन सर एज अ तपाईँ टिचर होइन सर प्रोफेसनबाट टिचर हुनुहुन्छ सो हामीलाई सर तपाईँ के एडभाइस दिनु चाहनुहुन्छ एज अ स्टुडेन्ट हामीले चाहिँ तपाईँ के एडभाइस दिनुहुन्छ म चाहिँ तिमीलाई त्यही भन्छु अब अलवेज ट्राई टु बी अ गुड ह्युमन बिङ हुन्छ सर एउटा राम्रो मान्छे हुने कोसिस गर्नु लाइफमा प्रोग्रेस गर्नु है तिमीहरूले पोडकास्टको प्रोग्रामहरू गर्दैछ अब तिमीहरू अझै पोडकास्टलाई चाहिँ मजाले डेभलप गरेर चाहिँ वान डे तिमीहरूको च्यानल चाहिँ एउटा डिसिजन मेकर होस् है तिमीले भन्ने कुरा चाहिँ जनताले सुनोस् है त्यतिसम्म चाहिँ तिमीहरूले पुग्यो यो सुड सो यो तिमी इन्टरनेसनल लेभलसम्म पनि जाऊ भन्ने कुरा तिमीलाई अब यसमा केही कुनै दिन हाम्रो हेल्पहरू चाहिन्छ भने वी आर रेडी टु हेल्प यु थ्याङ्क यू सो मच चाहिन्छ तर एट द मोस्ट म चाहिँ के भन्छु भन्दा सबैजना चाहिँ अल स्टुडेन्ट्सलाई ट्राई टु बी अ भेरी गुड ह्युमन बिङ त्यो चाहिँ इम्पोर्टेन्ट हो मोस्ट इम्पोर्टेन्ट त्यो राम्रो मान्छे हुने कोसिस चाहिँ गर्नुपर्छ हामीले डक्टर इन्जिनियर होइन सर मान्छे चाहिँ गुड ह्युमन चाहिँ हुनु पऱ्यो सर गुड डक्टर होइन गुड इन्जिनियर अ गुड टिचर गुड भनेको मतलब चाहिँ फेरि ट्यालेन्टेड भनेको होइन है फेरि ट्यालेन्टेड एट द सेम टाइम अनेस्ट सिन्सियर भनेको वाट एभर यु बी गुड त्यो चाहिँ तिमीले हुनैपर्छ त्यो भन्नु अहिले एउटा भनाइ पनि छ नि त होइन के अरे ह्युमन्स ह्याभ लर्न टु फ्लाइ लाइक अ बर्ड दे हेभ लर्न टु स्विम लाइक अ फिस अरे कि बट दे हेभ फर्गटन टु लिभ इन दिस वर्ल्ड लाइक अ ह्युमन बिङ्स भनेर भन्दाखेरि त्यो चाहिँ हुनु हुँदैन सर सरलाई फेरि पनि एकदमै धेरै धेरै धन्यवाद है सर हाम्रो रिक्वेस्टमा तपाईँ आइदिनु भयो है सर आज हामीसँग बिचमा केही कुराहरू हाम्रो सेयर गरिदिनु भयो सर है हामी सम्पूर्ण द अनफिल्टर माइकको फ्यामिलीबाट फेरि पनि तपाईँलाई थ्याङ्क यू भन्न चाहन्छौँ सर ओके थ्याङ्क यू भेरी मच थ्याङ्क यू सर